हेलो गाइज, म चाहिँ फाइनली अहिले यो बसन्तपुर दरबार स्क्वायरमा छु कि। अनि हेर्नु राज्य मौसम एकदम खुलेको टाइम पनि छ, धेरैजना घुम्न पनि आउनु भएको छ। यो साइड भनेको ठ्याक्कै बसन्तपुर दरबार स्क्वायरको हो। अनि प्लस यतापट्टि यसरी सामानहरू बेच्न राख्नुहुन्छ। यो चाहिँ विशेष गरेर विदेशबाट आएको टुरिस्टहरूले चाहिँ यहाँ सपिङ गर्ने होइन, जस नेपालको यो वस्तुकला हस्तकलाहरूबाट निर्माण गरिएको सामानहरू चाहिँ यहाँ बिक्री गरिन्छ। अनि प्लस यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ, हनुमान ढोका दरबार स्क्वायर पनि यहीँनिर पर्छ र यतापट्टि पनि दामी छ। हेर्नु होला, यस्तो दामी भवन छ। अनि यो चाहिँ भूकम्पले क्षतिग्रस्त भवन हो, जोस् भत्कायो, बल्ल भत्काउँदै छ, धेरै पुरानो होइन। यहाँ देख्नु भएको छ नव आदर्श माध्यमिक विद्यालय स्थापना 2015 सालमा रहेछ। सो गाइस, अनि यतापट्टि टक्क आज घुम्न आएको बेलामा तपाईँहरूलाई देखाइदिन लाग्यो, अनि म पनि घुम्न आएको। सो हेर्नु होला, कस्तो यतापट्टि देखाउँछु म। वाउ, हेर्नु कस्तो दामी छ क्या यो ठाउँ। त्यसपछि यो चाहिँ काष्ठकला यसरी बनाएको हुन्छ कि, यो काष्ठकलाबाट निर्माण गरिएको। विशेष त यो भक्तपुर दरबार स्क्वायर, बसन्तपुर दरबार स्क्वायर दुवै ओल्ड हेरिटेजमा पनि छ नि। र यतापट्टिको भाग चाहिँ यस्तो छ, यो ओल्ड हेरिटेजमा छ। अनि यहाँबाट चाहिँ बसन्तपुर दरबार स्क्वायर नजिकै रहेको हनुमान ढोका दरबार स्क्वायर पनि हामी जान सक्छौँ। यस्तो छ दामी यतापट्टिको भाग। र जोस् पर्यटकहरू आउने जाने क्रम चाहिँ बबाले रमाइलो छ। अनि यतापट्टि चाहिँ जोस् पसलहरू छ, देख्नु भएको छ। यहाँ चाहिँ टिपिकल यहाँको नेवारी खानाहरू विशेष गरेर खान पाइन्छ। अनि जोस् काठमाडौँ घुम्न आएको जति सबैजना एकचोटि यो बसन्तपुर दरबार स्क्वायरतिर आएर घुम्नुभयो भने रमाइलो लाग्छ। धेरैजना आउनुहुन्छ यो ठाउँमा। विशेष त यो ठाउँमा धेरै मन्दिरहरू छ, अनि जुन मन्दिरहरू चाहिँ पुरानो कला कौशलबाट निर्माण गरिएको छ नि त। सो त्यसैले गर्दाखेरि धेरैजनालाई यस्तो ठाउँहरू चाहिँ मनपर्छ है। कुकुर कति ठुलो रहेछ त यहाँ है। अनि यतापट्टि भइहाल्यो, यता जान्छ हामी। यस्तो दामी, यहाँ हेर्नुहोस् त, यो पनि दामी 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 लाग्यो। यो चाहिँ रिक्सा पहिला यस्तो चल्थ्यो नि त, अहिले पनि यतातिर चल्छ। अनि त्यसपछि यो ठाउँमा ट्याक्का लाएर मान्छेहरू बस्ने आउने। हेलो हेलो, फुलबुट्टाहरू सजावट गरेको ठाउँ छ भने यतापट्टि चाहिँ हाई। अनि त्यसपछि यतापट्टिको भाग चाहिँ यो मन्दिर जस्तो दामी देखेको छ। यहाँ हेर्नु परेवाहरू कस्तो धेरै छ कि, वाउ अमेजिङ। यहाँ हेर्नु त परेवाहरू कति धेरै छ। यो मन्दिर अर्कै स्टाइलको पनि छ नि त, त्यही भएर यो चाहिँ ठ्याक्कै बसन्तपुर दरबार स्क्वायर नजिक हो है। अब त्यसपछि यहाँनिर टिपिकल चटपटे पसल छ। हेर यो पसलमा मैले धेरै पहिला चटपट खाएको यो पसलमा। अनि त्यसपछि यतापट्टि राम्रो ठाउँहरू छ क्या घुम्नको लागि। वाह कस्तो राम्रो पसल, भोलि पर्सि मैले पनि यस्तै पसल खोल्ने, हेर्नु न कस्तो दामी छ। तर भिड पनि रहेछ। हेर्नु न क्या दामी मन्दिर छ होइन। मलाई चाहिँ के लाग्छ भने बजारमा कि राम्रो राम्रो पसलहरू देख्यो भने यो पनि मेरो भइदियो हुन्थ्यो, अनि यो जुत्ता पसल मेरो भइदियो हुन्थ्यो, सबै मेरो भइदियो हुन्थ्यो जस्तो लाग्छ। तर भनेर मान्छे आफैले गर्न चाहिँ परेन होइन। यो एरियामा चाहिँ धेरैजना मान्छेहरू सपिङ गर्नको लागि विशेष गरेर आउनुहुन्थ्यो कि है। कति ठुल्ठुलो बोका रहेछ त्यो त, ठ्याक्कै बसन्तपुर दरबार स्क्वायरमा ठुलो बोका रहेछ दाइ। हेर्नुहोस् बसन्तपुर दरबार स्क्वायरमा छौँ, कति धेरै विदेशी पर्यटकहरू आउनु भएको छ। अनि आज एकदमै राम्रो मौसम। सो हेर्दाखेरि नाइस, हावा धेरै चलिरहेको छ। यो चाहिँ बसन्तपुर दरबार स्क्वायर बसन्तपुर हो। र आज चाहिँ म तपाईँलाई बसन्तपुरबाट धेरै चिजहरू देखाउने वाला छु गाइस। त्यसपछि हामी ठ्याक्कै यता अगाडिपट्टि जाँदैछौँ। यो एरिया चाहिँ अलि अगाडिपट्टि चाहिँ उसको मन्दिर छ क्या, ठ्याक्कै मलाई एक्ज्याक्टली नाम आएन।
त्यो कालीको मूर्ति भएको ठाउँलाई के भन्छ त्यो दसैँमा विशेष पूजा हुन्छ नि त त्यो ठाउँमा अनि त्यही भएर त्यो ठाउँतिरको पनि म तपाईँहरूलाई देखाउँछु यहाँ हेर्नु यहाँ पनि कस्तो दामी छ क्या लोकेसन चाहिँ हेर्दाखेरि घुम्नको लागि बस्नको लागि यो के मन्दिर भन्छ भने ठ्याक्कै अगाडिपट्टि छ होइन म त्यहाँ गएर देखाउँछु है म पहिला पनि आएको थिएँ यहाँ धेरैचोटि आउँछु म प्रायः अनि यो मन्दिरहरू यस्तो दामी यो एरियामा विशेष गरेर दसैँको बेलामा चाहिँ धेरै भिडभाड हुन्छ अनि यहाँ पूजा पनि लाग्छ कि त्यो नवरात्रमा यहाँ आएर पूजा आराधना गर्ने प्रचलन पनि छ होइन यस्तो दामी छ देख्नु पनि यतापट्टि यस्तै देखाउँछु म ल यस्तो डेन्जर छ यतापट्टि अनि यो एरियाबाट अगाडि पनि राम्रो भ्यूहरू देखिन्छ यो मन्दिर हेर्नु है यस्तो दामी छ यो मन्दिर अनि त्यसपछि यतापट्टिबाट पनि यो तपाईँले पुरै हरियाली देख्नुहुन्छ होइन यो ठाउँमा चाहिँ विशेष गरेर धेरै विदेशी पर्यटकहरू घुम्न आउनुहुन्छ यस्तो दामी दामी छ नि त त्यही भएर यस्तो छ गाइस तपाईँहरू पनि घुम्न आउनु यो एरियामा यसरी टक्कै यहाँ घुमेर यहाँभित्र चाहिँ टिकट काटेर घुम्नुपर्छ अनि यतापट्टि पनि राम्रो छ यतापट्टि पसलहरू छ टन्नै होइन हस्तकलाको सबै दामी दामी नेपालको प्रोडक्टहरू पाइन्छ नि त प्रायः ठाउँमा त्यसपछि यस्तो सामानहरू सर्लक्क पाइन्छ यता हेर्नुहोस् क्या दामी देखिरहेको छ होइन अब यतापट्टि पनि हेर्नु यतापट्टि पनि दामी देखिरहेको छ यो चाहिँ पिपलको बोटो छ यतापट्टि फाइनल्ली ल हेर्नु सो हेर्दाखेरि यस्तो सुपर देखिरहेको छ अहिले हामी चाहिँ ठ्याक्कै यो ठाउँमा आएको बेलामा देखाएको तपाईँहरूलाई त्यसपछि यो एरियाबाट हेर्दाखेरि यतापट्टि अहिले चाहिँ ठ्याक्कै दिउँसोको टाइम भएर क्राउड त्यति धेरै छैन तर बेलुकामा चाहिँ यति धेरै भिड हुन्छ कुरै छोडिदिनु यतापट्टि पनि हेर्नु है मन्दिरहरू रहेछ दामी यतापट्टि आर्मीको ब्यारेक रहेछ यो एरिया यता चाहिँ टोटल हेर्नु न यहाँ चाहिँ रिक्साहरू अनि रिक्साहरू टक्क मान्छेहरू धेरै हिँड्ने डुल्ने गरेको देखिरहेको छ यो विशेष गरेर यो टोटल्ली पसलहरूमा चाहिँ के हुन्छ भने एकदमै हातले नै बुनेको कपडाहरू चाहिँ यो ठाउँमा प्रायः पाइन्छ क्या त्यही भएर पनि मान्छेको क्राउड चाहिँ धेरै छ मैले तपाईँलाई अघि नै भनिसकेँ नि त्यसपछि अब थोरै अगाडि जान्छु म यहाँ चाहिँ त्यसैले गर्दाखेरि नारिवेल बिस्किट भन्यो नि त अब के छ भने त्यहाँनिर आमा औँसी आउँदैछ सो त्यसैले गर्दाखेरि धेरैजना मान्छेहरू सपिङको लागि यतापट्टि आइरहनु हुन्छ यस्तो धेरै क्राउड छ गाइज यतापट्टि अनि धेरै मान्छेहरू भएपछि त्यस्तै त हुने होइन बिजनेस पनि धेरै हुने भइहाल्यो लास्ट गर्मी छ यार आज घाम एकदम लागिरहेछ अनि घामलाई पनि हिँड्नु त पऱ्यो हेर्नु कस्तो दामी दामी भाँडाकुँडाहरू बेच्न आइरहेको यतापट्टि त्यस्तो दामी दामी भाँडाकुँडाहरू सबै चिजहरू पाइन्छ क्या पोते पसल रहेछ यहाँ चाहिँ ठ्याक्कै न्यू रोड प्रवेश गर्ने न्यू रोड गेट हो यहाँबाट चाहिँ न्यू रोड छिरिन्छ अनि यतापट्टि गयो भने चाहिँ तपाईँको धरहरातिर गइन्छ भने यतापट्टि गयो भने अगाडि वीर हस्पिटलतिर गइन्छ